बाफ रे अहिलेका नयाँ सरकारको नेता सांसद मन्त्रीहरूको सम्पत्ति विवरण हेर्दाखेरि हुन त सम्पत्ति नभएको भन्दा भएकै राम्रो हो हैन। तर अहिलेका नेताहरूको सम्पत्ति विवरण हेर्दाखेरि पहिला जे भए पनि अब भ्रष्टाचार गर्न नपर्ने खालको देखियो। पहिलेका नेताहरूको चाहिँ सम्पत्ति विवरण आउँथ्यो, आधा तोला सुन, 10 धुर जग्गा, अनि ब्याङ्कमा पैसा होला भन्दा उल्टै यति ऋण भनेर आउँथ्यो। अहिलेका नेताहरू त्यस्तो देख्न चाहिँ परेन। तर जनताले चाहिँ यो सम्पत्तिको स्रोत चाहिँ खुलाउनु पर्ने थियो भनेर माग आइरहेछ हैन। सर, तपाईको सम्पत्ति विवरण पनि यहाँ दिन चाहनुहुन्छ कि? नमस्ते। 16-17 वर्षदेखि हामीले खाडीमा जम्मा गरेको सम्पत्ति हिसाब गर्ने हो भने त समस्या भएर देखाउन सकिन्छ। तर खुसी के लाग्यो भने भोका पेट भएका भन्दा अलिकति अलिक ठुला पेट भएका, अलिक भन्नाले टन्न भएकाहरूले नखालान् धेरै भन्ने छ। साथीहरूलाई छुट पनि छैन, अहिले रिकल हुने व्यवस्था छ, तुरुन्त जान्छन् फर्केर आइहाल्छन्। त्यो मन्त्री थिए भन्ने कुरो सपनामा भने जस्तै हिसाबले छ। एकदम खुसी लागेको छ मलाई। जुन चाहिँ अब के अब मन्त्री हुने बित्तिकै पैसा नभएको मान्छे मन्त्री हुनुपर्छ भन्ने होइन। यो अब उनीहरू त्यसको लागि क्षमतावान थिए, योग्य थिए र भए। जनताले उनीहरूलाई चुनेर पठाए र आशा गरौँ अब त्योभन्दा बढी चाहिँ अकुत नहोस्। जुन हिसाबले उनीहरूले तलब पाएको छन्, सेवा सुविधा पाएको छन्, त्यो सेवा सुविधाले नै पुगोस्। त्योभन्दा बढी एकदम लौ लालच नगरौँ। अनि मैले चाहिँ सम्पत्ति देखाउनु पर्यो भने साथीहरूले त्यसमा रातारात थपिदिन्छन्। टाइसन सरले सम्पत्ति देखाउनु पर्यो भने किलोमा देखाउनु पर्छ, किनकि ढुङ्गो र माटो मात्रै छ।